हेलो गाइज वेलकम टु माई मिनी ब्लग। आज चाहिँ स्याटरडेको दिन थियो। मेरो चाहिँ यस्तै गरेर गयो। तपाईँहरूको कस्तो भयो होला? आज स्याटरडेको दिन भनेको छोराछोरी घरमै हुने, अनि छोराछोरी भइसकेपछि पुच्छर नलाग्ने त कुरै भएन। पुच्छर मिन्स जताततै के जे गर्दा पनि पुच्छरै हुन्छ होइन। यो चाहिँ म साँझको नास्ता बनाउन लागेको थिएँ। अनि मेरो छोरी चाहिँ आएर टुपुक्क बस्छ कि होइन। म जहाँ गए पनि जे गरे पनि उसलाई सँगै त हुनैपर्छ। भिडियोमा त हेर्नु नै भएको होला। अनि आज चाहिँ हामीले सिम्पली आलु मकै फ्राई भुटेर अनि चिया पकाएर खाने भनेर अनि बसेको थिएँ। अनि मसँग पनि भुट्छु भन्दै आइरहेन छोरी चाहिँ। अनि मैले पकाउने अब मकै त पड्किन्छ नि त, त्यही पनि डरले त्यही बस भनेर लगाइदिएँ आफ्नै निगरानीमा। अनि मजाले मकै फुराउँदै उसलाई पनि देखाइदिएँ मकै कसरी फुट्छ। उसले सब डिटेल्समा सबै कुरा बुझ्यो। पाकिसकेपछि चाहिँ उसलाई थोरै प्लेटमा पनि दिएँ होइन। अनि मेरो छोरी चाहिँ म कस्तो आफूलाई रिजेम्बल गर्छु कि होइन। म पनि मेरो आमाको पुच्छरै लाग्थेछ बच्चामा। अनि मेरो छोरी पनि म जस्तै पुच्छर लाग्छ जस्तो लाग्छ कि होइन। मम्मी बिना त केही पनि गर्न नसक्ने हो कि, जहाँ मम्मी जान्छ त्यस्तै कि। अनि म पनि सानोमा त्यस्तै गर्थेँ होइन। मेरो आमा हाट बजार जाँदा चाहिँ म आमाको साडीको त्यो पल्लु समातेर पछि लाग्थेँ होइन। अनि जे किन्दा पनि सबभन्दा पहिला मलाई नै चाख्न दिनुहुन्थ्यो कि होइन। अनि मेरो छोरी पनि त्यस्तै छ, जे पकायो जे गर्यो आएर सँगै बसिरहेको हुन्छ कि। एनिवे थ्याङ्क यू फर वाचिङ।